हेर्नुस्, हामी सबैजना दिनरात मेहनत गर्छौं। नेपालमा कडा परिश्रम गर्ने मानिसहरूको कुनै कमी छैन। तर एउटा कुरा विचार गरौँ त, सबैजना सफल किन हुँदैनन्? आज हामी यस्तो एउटा प्याराडाइम शिफ्टको कुरा गर्दैछौं जुन साँच्चै नै ठूला एम्पायर खडा गर्न अनिवार्य छ। यो कुनै साधारण मोटिभेसन होइन, यो त्यो मानसिकता हो जसले एउटा सामान्य मानिसलाई असाधारण बनाउँछ। अब यो प्रश्नलाई गहिरिएर सोचौं, किन केही सीमित मानिसहरूले जस्तोसुकै ठूलो सङ्कटमा पनि अवसर देख्छन्? जब पुरै बजार डराइरहेको हुन्छ, केही मानिसहरू चाहिँ शान्त रूपमा आफ्नो साम्राज्य बनाइरहेका हुन्छन्। यो पक्कै पनि कुनै संयोग होइन। सङ्कटको बेला जहाँ धेरैले केवल जोखिम र डर मात्र देख्छन्, त्यही एउटा महत्त्वाकांक्षी दिमागले भने लुकेको सुनौलो सम्भावना देखिरहेको हुन्छ। सिधा कुरा के हो भने, सफलता भनेको ब्याङ्कमा कति पैसा छ भन्ने मात्र होइन। जो मानिसहरू आज शिखरमा छन्, उनीहरू केवल लक्की भएर त्यहाँ पुगेका पक्कै होइनन्। सफलता भनेको पूर्ण रूपमा एउटा मानसिकता हो, एउटा माइन्डसेट हो। जबसम्म हाम्रो दिमाग अभाव अर्थात् स्केर्सिटीको सोचबाट माथि उठेर एम्पायर बिल्डरको सोचमा पुग्दैन, तबसम्म बाहिरी दुनियाँमा ठूलो परिवर्तन आउन सम्भवै छैन। खण्ड 1, दि आर्किटेक्ट माइन्डसेट, विनोद चौधरी। उदाहरणको लागि वाइवाईलाई नै ल्याउँ। औसत मानिसहरूले यसलाई एउटा सामान्य चाउचाउको रूपमा मात्र हेरे, पेट भर्ने सामान्य खानेकुरा। तर एउटा आर्किटेक्ट माइन्डले त्यसमा के देख्यो? एउटा कम्प्लिट सिस्टम, सस्तो, छिटो र एकदमै सजिलो। नेपालको बदलिन्दो जीवनशैलीसँगै एउटा सामान्य चाउचाउ कसरी सिजी कोर्प ग्लोबल जस्तो विशाल साम्राज्यको जग बन्यो भन्ने कुरा यही दूरदृष्टिले प्रश्न पार्छ। खासमा आर्किटेक्ट माइन्डसेटको सबैभन्दा शक्तिशाली पक्ष नै यही हो। उनीहरू भविष्य आउनु अगावै त्यसलाई प्रष्ट देख्न सक्छन्। जहाँ सामान्य मानिस आजको समस्यामै अल्झिरहेको हुन्छ, त्यहाँ यी आर्किटेक्टहरूले आउँदै गरेको सांस्कृतिक र जीवनशैलीको परिवर्तनलाई पहिले अनुमान गरिसकेका हुन्छन् र त्यही अनुसार आफूलाई तयार गर्छन्। खण्ड 2, फाइन्डिङ अपर्च्युनिटी इन केओस। हामीले नेपालमा धेरै उतार चढाव देख्यौं। राजनीतिक अस्थिरता, दिनौं हुने हडताल, आर्थिक सङ्कट र चरम अनिश्चितता। यस्तो माहौलमा धेरैजसो मानिसहरू डराउँछन्, लगानी गर्नबाट पछि हट्छन्। तर अचम्मको कुरा के छ भने, एम्पायर बिल्डरहरू यस्तो बेला कहिल्यै भाग्दैनन्। उनीहरू त झन् यही चरम निराशाको बीचमा आफ्नो साम्राज्य खडा गर्ने गम्भीर तयारीमा जुटेका हुन्छन्। एउटा एकदमै गहिरो सत्य छ, केओस क्रिएट्स ग्याप्स, अर्थात् हरेक सङ्कटले एउटा खाली ठाउँ छोडेर जान्छ। जब डराएका मानिसहरू बजार छोडेर भाग्छन्, त्यहाँ एउटा ठूलो अवसरको ग्याप बन्छ। सफल मानिसहरूले त्यही खाली ठाउँ देख्छन् र सही समयमा एक्सन लिन्छन्। जो त्यो ग्याप भर्न अगाडि सर्छ, उसैले भविष्यमा राज गर्छ। खण्ड 3, द लङ टर्म भिजन, उपेन्द्र महतो। एउटा यस्तो प्रश्न जसले सामान्य र असाधारण मानिसलाई छुट्याउँछ, 10 वर्षपछि यो संसार कहाँ जाँदैछ? छिटो पैसा कसरी कमाउने भनेर आजको भोलि नै दौडिनेहरू र साँच्चै नै लामो समयको लागि दूरदृष्टि राख्नेहरू बीचको मुख्य भिन्नता नै यही एउटा प्रश्नमा लुकेको छ। औसत मानिसको ध्यान जहिले पनि सर्ट टर्म मल्जामा हुन्छ। आजको भोलि नै कसरी फाइदा निकाल्ने, कसरी ट्रेन्डमा रमाउने। तर एम्पायर बिल्डरहरू भने लामो समयको स्ट्राटेजिक पोजिसनिङमा फोकस गर्छन्। साँचो अर्थमा अथाह सम्पत्ति निर्माण गर्ने हो भने यो छेडी खल्ला र हाइपलाई बेवास्ता गरेर भविष्यको ठूलो परिवर्तनको लागि आफूलाई आजै तयार राख्न सक्नुपर्छ। खण्ड 4, स्कार्सिटी भर्सेस अबन्डेन्स। धेरै मानिसहरू आर्थिक रूपमा पछाडि पर्नुको मुख्य कारण पैसा नहुनु मात्रै होइन। खास कारण त उनीहरू यो स्कार्सिटी मानसिकताको पासोमा फसेका हुन्छन्। रिस्क लिन डराउने, फेल भइन्छ कि भन्ने डर, अरूले के भन्लान् भन्ने चिन्ता र सधैँ सर्ट टर्म कम्फर्ट खोज्ने बानी। यी कुराहरूले नयाँ आइडियालाई जन्मिनु अगावै मारिदिन्छन् र कुनै पनि ठूलो कदम चाल्न दिँदैनन्। तर यसको ठ्याक्कै उल्टो अबन्डेन्स माइन्डसेट भएको मानिसले घाटा हुन्छ कि भनेर मात्रै हेर्दैन, उसले त्यहाँ अवसर देख्छ। सोचमा आउने यो सानो तर गहिरो परिवर्तन नै अगाडि बढ्ने सबैभन्दा ठूलो इन्धन हो। जब हामी डरलाई पन्छाएर अवसरतर्फ फोकस गर्न थाल्छौँ, तब मात्र वास्तविक प्रगतिको बाटो खुल्छ। खण्ड 5, बिल्डिङ ट्रू ग्लोबल एसेट्स, शेषकले। उहाँको सुरुवाती दिनहरूलाई हेरौँ। एकातिर अत्यन्तै गम्भीर बाधाहरू थिए। एउटा विदेशी विद्यार्थी, भाषाको ठूलो समस्या र आर्थिक अभावको चरम तनाव, जो कोहीले पनि हार मान्न सक्थ्यो। तर अर्कोतिर उहाँले यी समस्यालाई बहाना बनाउनुको साटो नेटवर्क,
उत्कृष्ट शिक्षा र ग्लोबल एक्सपोजर जस्ता अमूल्य सम्पत्तिहरू व्यवस्थित रूपमा निर्माण गर्नुभयो, जसले पछि गएर MIT जस्तो विशाल शैक्षिक संस्थाको जग बसायो। यसबाट हामीले एउटा जीवनभर काम लाग्ने पाठ सिक्न सक्छौं। पैसा भनेको आउँछ जान्छ, यो कहिल्यै स्थायी हुँदैन। तर भ्यालु क्रिएट गर्ने क्षमता भने जीवनभर साथमै रहन्छ। सफल मानिसहरू तत्कालको क्याश कमाउने दौडमा लाग्नुभन्दा आफ्नो सिप र सम्बन्धहरू बलियो बनाउन निरन्तर लगानी गर्छन्, किनकि साँचो सम्पत्ति भनेकै त्यही हो। खण्ड 6, द रियल डिफरेन्स। औसत दिमागले सधैँ कम्फर्ट खोज्छ, तत्काल मज्जा दिने कुरा वा इन्स्टेन्ट डोपामिनको पछि लाग्छ र केवल गुनासो मात्रै गरिरहन्छ। तर एउटा साम्राज्य बनाउने दिमागले सिस्टम बनाउँछ, धैर्यता राखेर डिलेड ग्राटिफिकेसनलाई अँगाल्छ र निरन्तर केही न केही निर्माण गरिरहन्छ। जब धेरै मानिसहरू फोनमा स्क्रोल गर्दै परिस्थितिप्रति गुनासो गरिरहेका हुन्छन्, यी आर्किटेक्टहरू भने नयाँ कुरा सिकेर आफ्नो भविष्यको नक्सा कोरिरहेका हुन्छन्। खण्ड 7, द वेल्थ माइन्डसेट अडिट। यो एउटा यस्तो प्रश्न हो जसले हामीलाई गहिरो सोचमा डुबाउँछ कि साँच्चै नै एउटा महत्वाकांक्षी दिमागले केही दिनको सुख रोज्छ वा जीवनभर काम लाग्ने बलियो सिप निर्माण गर्छ। तत्कालको पैसाको पछि दौडिनुभन्दा आफ्नो व्यक्तिगत ग्रोथ र सिकाइलाई प्राथमिकता दिनु कैयौँ गुणा महत्त्वपूर्ण छ। हामीले आफैलाई सोध्नुपर्छ कि हामी साँच्चै सिप निर्माण गर्दैछौँ वा केवल पैसाको अन्धो दौडमा छौँ। र यो नै साँचो सम्पत्तिको अन्तिम र सबैभन्दा ठूलो परीक्षा हो। कल्पना गरौँ, यदि आज सबै कुरा स्वाहा भयो, सबै कुरा जिरोमा पुग्यो भने के त्यो साम्राज्य फेरि ठडिन सक्छ? यसको उत्तरले प्रश्न पार्छ कि सफलता कुनै संयोग वा बाहिरी परिस्थितिमा निर्भर थियो या त्यो व्यक्तिको आन्तरिक क्षमता र बलियो मानसिकतामा। एउटा कुरा सधैँ याद राखौँ, सफलता कहिल्यै पनि एकै रातमा बन्दैन र यो भाग्यको भरमा मात्र टिक्न पनि सक्दैन। वास्तविक साम्राज्यहरू यी 4वटा बलिया खम्बाहरूमा उभिन्छन्: कहिल्यै हार नमान्ने मानसिकता, अटुट अनुशासन, एकदमै स्पष्ट भिजन र दीर्घकालीन सोच। कहिलेकाहीँ गरिबी भनेको खल्तीमा पैसा नहुनु मात्र होइन रहेछ, यो त हाम्रो सोचको दायरामा पो लुकेको हुँदो रहेछ। अन्त्यमा यो एउटा शक्तिशाली भनाइलाई सधैँ मनन गरौँ, साम्राज्य कहिल्यै पैसाबाट सुरु हुँदैन, यो त एउटा सानो सोचबाट सुरु हुन्छ। आजको यो गहिरो विश्लेषणले हाम्रो सोचको दायरालाई पक्कै पनि फराकिलो बनाएको छ भन्ने मलाई विश्वास छ। हामीले आज चर्चा गरेका यी आर्किटेक्ट मानसिकतालाई साँच्चै नै व्यवहारमा उतार्न सकियो भने भविष्यमा आफ्नो साम्राज्य खडा गर्न कसैले रोक्न सक्ने छैन। अब विचार गर्ने पालो हाम्रो हो।